ओके हामी लाग्यो मर्निङ वक हाइकिङतिर बन्दीपुर बजारमा हैन। हामी कुन कहाँ चढ्ने रे? थानेमाई मन्दिर जान लाग्यो। मिनी ग्रेट वाल, चाइनाको ग्रेट वाल भन्दा सानो बन्दीपुरको ग्रेट वाल। अब हामी वकिङमा हाइकिङमा जाँदैछौँ। अब बजार हेर्दै हेर्दै जानुपर्छ है। ल अब हाम्रो चाहिँ बन्दीपुर माथि हैन, के मन्दिर भन्नुभयो फेरि बिर्सिन्छु मैले। थानेमाई मन्दिर अनि मिनी ग्रेट वाल चढ्ने हिँडेको होइन हामी। सानो ग्रेट वाल। अब यसको चाहिँ भ्यू यस्तो छ। यता पनि भिड छ हैन, यता पनि छ, यस्तो छ सर। र म अब यसको ब्याक यहाँ पानी परेछ, पानी परेर सुलाइरहेछ होइन। तर यस्तो मजाले ग्रिन यहाँ सट्ट चिसो छ, दामी छ है। ल आज हाइकिङ चाहिँ बवाल हुने भयो, धेरै पछि हिँड्न थालेको। आज के फाट्ने हो माया कसम। हेर्नुहोस् है, अब नेचरसँग रमाउनेहरूका लागि बन्दीपुर भन्ने कस्तो ठाउँ छ भनेर ल हेर्नुहोस्। सर यो बन्दीपुरभन्दा बजारभन्दा माथि। ल सुपर बिहान बिहान यस्तो सिन देखिन्छ। ल हामी त त्यो पुरै पहाड एक फन्का लाउनु पर्छ होइन, एक फन्का लाउनु हाम्रो। हामीभन्दा नि पहिला माथि पुगिसकेर चाहिँ मान्छेहरू झर्दैछन् अझै। ग्रिन हाम्रो आज शिशिरजीले बन्दीपुर घुमाउन ल्याउनु भएको छ। बन्दीपुरबाट हामी माथि हाइकिङ जाँदैछौँ होइन। अब कस्तो लाग्यो भन्दिनँ है बिस्तारै। कस्तो लाग्ने, यहाँ 500 मिटर पनि हिँडेको छैन, यहाँ फोक्सो फुल्लिन थालिसक्यो। तर अब नेचर हो होइन, यस्तो बवाल ठाउँ छ होइन। अब यहाँदेखि दामी के अझै फुल हाम्रो बजार देखेको छैन होइन। त्यो त बजार त अझै उतापट्टि होइन, एउटा उतै मात्रै देखेको छु। अझै बजार देखिन्छ होला नि त, कस्तो हरियाली। बाटो हेरौँ, बाटो यो हो नि त। अब मैले त धेरै पछि हिँड्न थालेको छु, हाइकिङ पनि सो मजा आइरहेछ। आज फुल कार्डियो डे हो, त्यही भएर कार्डियो गरौँ, तर क्यालोरी बर्न पनि गर्नु छ। थ्याङ्क यू सो मच हाम्रो शिशिरजीलाई। अझै हेर्दै जाऊँ कस्तो कस्तो ठाउँ आउँछ, अनि भिडियोमा एक्सप्लेन पनि गर्दै गरौँ है। के भगवान्। ल आधा किलोमिटर उकालोमै यहाँ फाँक हुन थाल्यो। फोक्सो फुल्लिन थाल्यो। अब कसरी चढ्ने हो यत्रो माथि? ए बाबा, खुट्टा गलिसक्यो, फोक्सो फुल्लिसक्यो। आमा 1 घन्टा कसरी हिँड्ने हो? 10 मिनट भयो, 10 मिनट नि भएको छैन यार हामी। ओए भगवान्, घरको याद आउनु थालिसक्यो मलाई। हो त, यहाँ पसिनाले रुच्न थालिसक्यो। यो बाबा, यस्तो हालत छ हाइकिङ गर्न हिँडेको मान्छेको हाम्रो। हाइट त्यही त, तपाईँहरू पो हिँडिरहेको मान्छे मधेसमा सम्म ठाउँमा। यसलाई मान्छेले आधा किलोमिटर हिँड्न छोडिसके अनि भित्र चढ्न सकिन्छ त यत्रो उकालो? ए हो हत्ते, जिम सिम के हेर्न माया छ असली यहाँबाट देखिन्छ। बन्दीपुरको बारेमा के बताउनुहोस् तपाईँ? के बताउनु त खै अब है। बन्दीपुर चाहिँ पहाडकी रानी बन्दीपुर भनेर चिनिन्छ। आज हामी आएको चाहिँ यहाँ अब मुचुक डाँडा
अनि यहाँ सानो मिनी ग्रेट वाल भनेर बनाइँदैछ त्यो हुँदै अनि यो कुन डाँडा छेक्यो आज कुहिरोले? यो मुचुक डाँडा छ मुचुक डाँडा यो छेक्यो होइन कुहिरोले? अनि यहाँबाट उता गयो भने मुचुक गाउँ पनि छ उता त्यतातिर चाहिँ हामी पहिला आजभन्दा 10-15 वर्ष पहिला चाहिँ यो बाटो हिँडेर आउँथ्यो र नि यो दसैँ तिहारको लागि पिङ राखिन्छ नि त्यसको लागि चाहिँ लठारको लागि बाब्यो काट्न जान्थ्यो नि मुचुक गाउँ टुप्पामा जान्थ्यो र नि बाब्यो काट्यो नि आयो त्यसपछि गाउँमा पिङ राख्थ्यो नि आजकलको जस्तो लठारो सठारो हुन्थेन नि त पहिला अनि त्यसरी गरेको छुट्टै मजा आउँथ्यो रस्सी यो अहिले त रस्सी राख्छ नि अनि अहिले हामी चाहिँ यहाँ एउटा सानो मिनी ग्रेट वाल यहाँ अब ग्रेट वाल आउनु थालिसक्यो होइन? अनि यहाँनिर उसको पनि मजाले चलिरहेको ल यहाँ चाहिँ बन्दै छ यहाँबाट चाहिँ ल बवाल गाउँ देखिँदो रहेछ है होइन? सानो गाउँ छ हामी उताबाट आएको ओके अहिले हामी यो मुचुक डाँडा नजिकै यता आज कुहिरो लागेर केही पनि देखेको छैन तर यहाँ मस्त कस्तो शीतल हावा चलेछ कुहिरो लाग्छ अहिले बिहानको 7:30 हुन लागिसक्यो कस्तो मजा आउँछ क्या तर लाइफमा समटाइम चाहिँ यसो टाइम निकालेर घुम्न आउनै पर्छ यस्तो नेचरहरू नेपालमा जति पनि छ यस्तो ठाउँहरू होइन र हामीले आफ्नो लागि माइन्ड फ्रेस पनि हुन्छ नयाँ नयाँ ठाउँहरू एक्सप्लोर पनि हुन्छ अब हाम्रो लागि त नयाँ हो होइन फर्स्ट टाइम आएको म पनि यहाँ उसमा तलसम्म त आएको थिएँ माथि फर्स्ट टाइम आएको सो हेर्दै जाउँ अझै के हुन्छ यस्तो दामी शीतल हावा कुहिरो छ ल यो चाहिँ मिनी ग्रेट वाल यहाँबाट बल्ल बाटो बल्ल यहाँबाट दामी देखियो रहेछ ल यतापट्टि पछाडि ए उहाँ त मान्छेहरू त अघि नै रहेछ नि हिँडेको हामी पो लेट उठेछ यार छिटो उठ्यो होला भनेको त हामी नै लेट रहेछ यार ओ यहाँबाट हो कि होइन सर अझै ओ डाँडाबाट मजाले देखिन्थ्यो होला बजारहरू ल दामी छ यार ल आज पानी परेर चाहिँ मौसम चाहिँ मक्खन छ आज चिसो मौसम है त्यहाँ शीतल होइन सिरेर हावा चलेको दामी छ तर चाहिँ आज ऊ चाहिँ सिनहरू चाहिँ हेर्न पाएन कि होइन हजुर पुरा हुस्सुले छेक्दैछ नत्र नि आज हिमालय होइन यहीँबाट पुरा हिमाल हेर्न पाइन्थ्यो यार यो चाहिँ हामी अहिले मिनी ग्रेट वालमा हिँड्दैछौँ दामी यस्तो मान्छेहरूको यो कला हो कि यस्तो ठाउँमा पनि होइन अझै माथि चढ्नै बाँकी छ है अझै टुप्पोमा पुग्नै बाँकी छ अब साइडमा के देखाउनु आज त केही पनि देखेको छैन यार हुस्सुले आज धोका दियो मौसमले धोका दियो अर्ग्यानिक खाएर अर्ग्यानिक ठाउँमा बसेर लोकल कुखुराको अन्डा खाएर लोकल कुखुरा खाँदै गाउँबारीको होइन सागपात खाँदै हिँडेको मान्छे अगाडि हुनुहुन्छ शिशिर उहाँलाई हेर्नु मस्त हिँड्नु भएको छ आफ्नो मागेको छ फोक्सो निस्किसक्यो बाहिर ओके अब यतै सानो झुप्रो बनाएर बस्नुपर्ने हुन्छ ए आमा फाइनली हामी मन्दिरमा आइपुग्यौँ।
है पसिनै पसिनै भयो यार यो चाहिँ दाम त साँप रहेछ र पुरा कुहिरो लाएर आज चाहिँ हल्का सिनहरू चाहिँ धेरै क्लियर देख्न पाइएन तर माथि ओपन हुन्छ भनेको होइन यहाँ सल्लाहकारी पनि रहेछ यहाँबाट सहर र बजार अब हेर्नु त सुलाएर है ल बन्नु गाउनु त बन्दीपुरको गाना छिटो हेमराजले भयो नाचिदिन्थ्यो पनि ल गाउनु त के अरे सबलाई थाहा छ है ल भन्नु आउँदैन कि गीत आउनु तेरि भन्नु न भर्खर दुई लाइन गाउनु भयो त छिटो बन्दी सँगै बसौला यसरी क्यामेराले सेल्फी हानौला यसरी दिन्दिनै दिन्ने त्यो नाचेको खतरा नाच्यो आज यार मजाले होइन ट्याक्क मान्छेहरू चढ्यो नि आइसक्यो उस चाहिँ हेर्न पाइएन कि आज यार फेरि हेर्नु त भर्खर हरायो नि त बन्दीपुर सिन हेर्नु न भर्खर हरायो कि छैन भर्खर तुसारो लाग्यो यस्तो र म चाहिँ एकदमै फ्रेस भयो है आज यो होइन मौसममा कहाँ कुहिरो देख्न पाउने हाम्रोतिर अब कुहिरो त उयो पुस माघको फागुनमा मात्र देख्न पाइन्छ त्यस्तो छ आज चाहिँ एकदमै फ्रेस भयो थाकेछ पनि तर फ्रेस पनि भयो कि है ओके ल बल्ल हुस्सु चाहिँ हावाले सरेर उडाउँदैछ मेन चाहिँ डाँडा बजार बल्ल राम्रोसँग देखियो जुम गरेर देखाउँछ है यो चाहिँ बन्दीपुरको बजार है दामी बल्ल क्लिन हुँदैछ है राउन्ड भ्यू यहाँबाट पनि सर देखाउँछु ल यो ल बगल ठाउँ ल हेरौँ त हेर्दै आनन्द आउने ठाउँ यार ल हेर्नु त वन्स इन अ लाइफ टाइम एकचोटि भिजिट गर्नै पर्ने ठाउँमध्ये ल हेर्नु बन्दीपुर यो है बन्दीपुरको बजार आमामा हेर्दा हुस्सु अझै क्लिन छैन अरे यहाँ अझै क्लियर भएको भए यहाँबाट आज पुरा हिमाल पनि हेर्न पाइन्थ्यो ओके ल फेरि अझै आज धेरै टाइम छैन तर हेर्नु त सिन बब्बल ल ओ वहाँ चाहिँ त्यो है बन्दीपुर बजार ल त्यो चाहिँ बन्दीपुर बजार हो त फेरि हुस्सुले अघि भर्खर क्लिन भइसक्यो थियो फेरि ढाकिसक्यो ल सबैजना आउनै पर्ने ठाउँ रहेछ है बन्दीपुर ओके अब बन्दीपुरको डाँडामा होइन सबभन्दा टपमा अब हामीले यहाँ अब उयो त नि फिटनेस फ्रिक भएपछि होइन पहिले यहाँ चल वार्मअपको लागि पहिला पम्प हान्नु त पुसअप हान्नुपर्छ ल दिनु त त्यही भएर यहाँ फ्रेस भयो मान्छे भएको भए कस्तो दामी हुन्थ्यो होला आज ल अब चाहिँ हामी हान्छौँ यहाँ सेभेन पोज ल
टाढाबाट अलि देखिनु त कमै देखिन्छ होला पहिला 7 को झार्ने अनि त्यसपछि अहिले नजिकबाट फोटो पनि आउँला है झ्या झ्या भाइ फ्रन्ट डबल अफ बाइसेप हैन मेरोभन्दा ठुलो नदेखाउनु है फेरि है ल ओके ल फ्रन्ट डबल अफ बाइसेप फ्लेक्स ओके ल्याट स्प्रेड फ्रन्ट ल्याट स्प्रेड बन्दीपुरमा मिस्टर बन्दीपुर ल कमेन्ट गरौँ है मिस्टर बन्दीपुर कसले खायो साइड चेस्ट diagram biceps lat spread back leg spread side triceps abs and thigh most muscular and it's most muscular hey posing हामीलाई के अब हामी अब हामी ओह्रालो लाग्यो ओके ओह्रालो बाटो यस्तो छ छैन 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 सर र सिन पनि हेर्ने होइन सिन पनि हेर्ने अनि बिस्तारै बिस्तारै सिँढी पनि झर्नु पऱ्यो यस्तो खालको छ बाटो चाहिँ सिटी ल अब ओह्रालो झर्दैछौँ होइन उकालोबाट ओह्रालो यस्तै छ बाटो उकाली ओह्राली गर्दै आँखाभरि रहर छर्दै के अरे आधी फेरि सँगै लड्दै अनि के अरे अनि दुःख पीडा बिर्सदै म आए परदेशबाट फर्की आए आफ्नै गाउँ फर्की आए के अरे अनि अर्को न्यानो न्यानो माया ल्यायो होइन यार यो होइन अर्को के नयाँ नयाँ सपना हो कि पुरानो गीत बिर्सियो यार आफ्नो शब्द हाल्दिनु ल आज चाहिँ दिमाग फुल फ्रेस के आज फुल फ्रेस दिमाग अब पोखरामा होइन त्यो झालाङ झुलुङ झिलिमिली हेर्ने होइन अब सबै त्यो हुन्छ नेचुरल ब्युटी नेचुरल ब्युटी प्राकृतिक हरियाली होइन हुस्सु हावा सबै अल इन वान के यति भयो भने बनाइयो नि त अब अझै यसमा अलिकति एडिटिङ गर्नु जान्नुपर्छ कि एडिटिङमा
फाँटलाई मैले घुमाएर देखाउँछु है। त्यहाँ चाहिँ अब यो एकदम रमाइलोसँग चाहिँ त्यो हुन्छ कि यो सर ओइ भोटे जानुपर्ने त यहाँ हो यी बल्ल क्लियर हेर्नु। ल अहिले चाहिँ मौसम सफा भएको भएर क्लियर भ्यू हेरौँ है माथिबाट। बन्दीपुर बजारको क्लियर बजार छ। हामी उतो डाँडाबाट होइन हो त्यो डाँडाबाट यो डाँडा हुँदै यता आयो। अहिले चाहिँ क्लियर भ्यू छ यताबाट। क्लियर भन्ने बित्तिकै सबै छोप्दै फेरि यता छ छोपिसक्यो। अनि यता पनि यहाँ पनि छ सर छोपिन्छ कि रहेछ बजार है। ओके ल फाइनली हाम्रो चाहिँ आजको हाइकिङ ट्रेकिङ जे भनौँ सर्ट ट्रिप लगभग हामी 1 घन्टा होइन 1 घन्टा मजाले बन्दीपुरको डाँडा पुगेर हाइकिङ गरेर आयौँ। आज स्याटरडे पनि थियो सो आज वेट लिफ्टिङ ट्रेनिङ नगरेर फुल कार्डियो गर्ने मुडमा थिएँ। अनि हाम्रो स्पेसली थ्याङ्क यू सो मच हाम्रो शिशिर सरलाई। अनि हामी चाहिँ झरिसक्यो है। अहिले बजारमा छौँ, बजारमा झरिसक्यौँ। अब चाहिँ आजको कार्डियो कम्प्लिट भयो। खुट्टा काँप्दैछ, थरथर काँप्दैछ। अब ट्याक्क गरेर अब नास्ता खाने एकदम हेल्दी ब्रेकफास्ट। यहाँ चाहिँ पार्किङको व्यवस्थाहरू यस्तो छ है। यहाँ बाइक पार्किङ यता अनि कार पार्किङहरू तल छ। यहाँभन्दा माथि गाडीहरू नजाने रहेछ। सो यो हिजो राति चाहिँ यो सिन खिच्न पाएको थिएन कि होइन अँध्यारो भएर। हिजो साँझ अँध्यारो भएको थियो नि त। सो यता चाहिँ होटल लाइन है बल्ल दामी देखियो नि पानी पर छ्याक्क होइन यो छ। अनि यहाँ होटल छ। टुरिस्टहरू पनि टन्न आउने रहेछ यो ठाउँमा। यस्तो ठाउँ छ। सो मजाको यहाँ बस्ने खाने सब व्यवस्था शीतल चिसो मौसममा। त्यो बन्दीपुर मेन बजारको गली। अब यहाँ मेन साँझ परेपछि त यहाँ रमाइलो हुँदो रहेछ क्या। बिहानैदेखि सुरु भइसकेको रहेछ नि जनताहरू। यहाँ मजाले ड्रेसहरू होइन कल्चरल ड्रेसहरू सबै लाउन पाउने रहेछ भाडामा लिएर। अब यहाँ लजहरूदेखि लिएर सबै छ है। यहाँ फोटो भिडियो खिच्ने सेलरोटी पनि बन्दैछ सबै। ओके मस्त ठाउँ छ ल है। ड्रेस लाएर केही प्रोग्रामको लागि ल यहाँ नास्ता रेडी छ। खाना सही मन लागिरहेछ तर के गर्ने अब खाना भन्छ छैन। डुनुट नखाएको कति वर्षौँ भइसक्यो। ड्रेस भाडामा पाइन्छ। ओके सब ड्रेस ओके यो चाहिँ बन्दीपुर बजारको स्ट्रिट ल। मजाको पानी परेछ है दामी।
ओके हाम्रो आजको भ्लग यति नै थियो भनौँ होइन। सो यही हो मेन होइन, मेन हाम्रो घुम्ने ठाउँहरू। अब मेन स्ट्रिट बजारको यही नै हो। यहाँ कल्चरल ड्रेसहरू लगाएर उहाँ मजाले फोटो सेसनहरू भइरहेको छ। साँझ पख झिलिमिली हुन्छ, रमाइलो पनि हुने रहेछ। र अब हाइकिङको लागि उहाँ डाँडा होइन। सो नेचरसँगै रमाउँदै खाँदै पिउँदै अब यहाँ सब कुरो पाइन्छ। त्यहाँ सेलरोटी पाक्दैछ, समोसाहरू पाक्दैछ। डाइटिङमा चाहिँ खाना भएको छैन। यस्तो गाह्रो छ, महँगो बसाएको छ होइन। सबै खान त मन लागेको छ तर के भने खानै भएको छैन। एनिवे ल यो भिडियो छिटै एडिट गरेर अपलोड हुन्छ, हेरिदिनु होला, कमेन्ट गरिदिनु होला। अनि बन्दीपुर आउनु, घुम्नुहोस्, एकदमै राम्रो ठाउँ छ। हाम्रो शिशिरजी आजको होइन मलाई घुमाउने सपोर्ट गर्ने मान्छे होइन। ल सबैलाई एकचोटि बन्दीपुर आउनलाई होइन आग्रह गर्छु होइन। तनहुँको बन्दीपुर एकदम ब्युटिफुल बन्दीपुर। सायोनारा, बाई बाई।